टेन्सन छ यस्तो कपडा किन्ने हो कि पसल चाहिँ किन्न हिँडेको कि के कुरै बुझिन्न मम्मीको त आहा सो हेलो नमस्ते गाइस वेलकम ब्याक टु अब न्यू डे न्यू ब्लग आज चाहिँ ढिलो सुरु भएको छैन ब्लग कति बज्यो भन्दा यो दिउँसोको होइन यो बिहानको 2 बज्यो सुवा चाहिँ हरि रमाइलो भयो म चाहिँ सुत्दैछु अनि आज धन्न ब्लग आउनु रोकिन्थ्यो हिजो सो केही छैन म चाहिँ उठिसकेछु कस्तो 8 बजीतिर म यस्तो झुक्क परेको थिएँ होइन सुतेको भइदिएछु क्या केही छैन म चाहिँ उठिसकेँ पछि थाहा पाएँ नि त अनि यसो अडी हेरेको त धन्न एक समथिङ 1:30 भएको थियो अहिले त 2:40 भयो होइन उठ्दा चाहिँ अलि अल्छी गरेछु क्या ब्लग स्टार्ट अलि ढिलो भयो अरे उठेँ यसो फ्रेस भएँ आज पनि घर पारी हजुर बुवा बित्नु गरेको छ क्या अनि ठ्याक्क मम्मीहरू उठ्नु भयो मलाई नि उठाइदिनु भयो अनि मम्मीहरू चाहिँ पारी जानुभएको छ म चाहिँ यहाँ भ्लग एडिट हान्छु अपलोड त गर्न पऱ्यो 8 बजीसम्म त अपलोड गर्छु होइन जसै हुन्छ अपलोड एडिट अब 1 घन्टामा गरिहाल्छु त्यसपछि भिडियो अब एडिट गरेर अपलोड गर्दैन नि यस्तो सुक्क पर्दैन सुत्छु अनि कति बजी उठ्छु भ्लग स्टार्ट हान्छु च्यानलमा नयाँ हुन्छ लाइक गर्नुहोस् कमेन्ट गर्नुहोस् सेयर गर्नुहोस् सब्सक्राइब गर्नुहोस् यो कुरा त भन्नै परेन होइन हिजोको भ्लगमा राम्रै रिच गएको छ भनौँ न कति 57 भ्यू भएछ म खुसी छु डेली भ्लगमा 50 भ्यू गयो भने म एकदम खुसी हुन्छु लाइक 10 कटुस् भ्यू 50 कटुस् 50 भन्दा 100 गऱ्यो अझै इन्ट्रेस्टिङ भवाल देखिन्थ्यो केही छैन म 50मै खुसी छु सुरुमा सानो कुराबाट खुसी हुने क्या पछि भएपछि बल्ल हल्का अलि केही न अल्ला चाहिँ यति मलाई ठिक छ सो च्यानललाई लाइक गर्नुहोस् कमेन्ट गर्नुहोस् सुरु गर्नुहोस् सब्सक्राइब गर्नुहोस् हामी अब जाम अब आज 2 बजी डेली ब्लग लेट्स बिगिन विथ भिडियो सो गाइस अहिले चाहिँ 5 बज्यो म चाहिँ अब सुत्छु ब्लग चाहिँ सक्यो अपलोड गरेर सेड्युलमा राख्दैछु सो गुड नाइट अहिले चाहिँ 200 बेटामा बाबा चाहिँ त्रिवेणी जानुभयो म चाहिँ एकैछिन हरि इमोसनल भएको थिएँ कस्तो के भन्छ म भ्लग गराउनु सकेको थिएन अघि चाहिँ अहिलेको क्लिपहरू चाहिँ म जहाँ चाहिँ राख्छु होला जहाँ चाहिँ राखेको छैन राखेन छ भने चाहिँ आफूलाई सम्हाल्न सक्छु भने राख्छु नत्र भने चाहिँ राख्दैन है सो म चाहिँ बेगिन सुत्छु म लास्ट निन्द्रा आएको छ गुड नाइट सो गाइस म चाहिँ भर्खर उठ्यो मेरो आँखा पुरै रातै भएको छ 10 बज्यो अब चाहिँ खाना खाने पसलतिर भेट्ने सो गाइस गोप्रो चार्ज राख्दै अब यस्तो तर पसलतिर जान्छु पसलतिर जानु आँखा यस्तो राख्दै छ अझै त्यसको सो गाइस म चाहिँ प्र्याङ्क कल गर्न लाग्छु एकजनालाई हेरौँ रियाक्सन के हुन्छ टाइम पास गर्न पऱ्यो अब किन फोन चाहिँ उठाउनु भने यस्तो बिजी हुन्छ हाम्रो मान्छे किन हो यस्तो फोन नउठाइदिने फोन चाहिँ उठाउँदैन त बिजी अरे ठिक छ सो आवर कलेज गोइङ अन फेरि अर्को नम्बर राम्रो लागेको छ हेलो हजुर स्नेहाजी बोल्नुभयो हेलो हजुर स्नेहाजी बोल्नुभयो को बोल्नु हजुरको अनलाइनबाट सामान आएको थियो म्याडम हजुर कुन ब्याङ्क अनलाइनबाट सामान आएको छ हजुरले बुक मगाउनु भयो रहेछ के मगाउनु भयो रहेछ दराजबाट अनि म यहाँ बरघाट ल्याइदिएको थिएँ कता हुनुहुन्छ होला त्यसमा रङ नम्बर पऱ्यो हजुर नाम स्नेहा होइन र नम्बर यहाँ प्रोभाइड भएको छ हामीलाई समथिङ एउटा रितेश भन्ने नामकोले पठाइदिनु भयो रहेछ हो र ए अनलाइन त्यही भएर बरघाट भनेर स्नेहजी अनि हजुरको नम्बरमा थियो त्यही भएर हो के अरे होइन हजुर त्यसमा नि ए ल म्याडम हस् लाउन नि किन अरे यस्तो नम्बर त यहीँ यार केही छैन फेरि अर्को बस्दा पानी
रन्क्यो पानी रन्क्यो यता माथि आकाश छ त्यो चाहिँ यता पानी रन्किरहेको छ भ्लग हेर्न पाइन अब अरूको भ्लगहरू चाहिँ कस्तो पानी परेछ गाइस म चाहिँ पानीमा अब हिँडिसकेको छु होइन चट्ट अरे अहिले पानी परिरहेको तर केही छैन मजाले हिँड्दै अहिले यसो मामा घरतिर आएको हाम्रो यो मामा घर चिन्नुहुन्छ होला नास्ता अर्डर आएको छ हाम्रो चाहिँ म्यानेजरले बबाल हाल्छ यता पानी पर्दै घाम परिदिरहेको छ अब त रोड्दैको भरन गीत हुन्छ छ म चाहिँ भर्खर घर आएन अब चाहिँ मम्मीहरूलाई दसैँ सपिङ गर्न लाग्यो दसैँ लाग्यो नि त काम छैन काम बिना यो कपडा चेन्ज भेटौँ एउटा कपडा त के चेन्ज भन्ने यो कपडा चेन्ज भन्न पाइँदैलाई सो अब एकदम बित्तिकै ठिक छ सो फाइनल्ली गाडीतिर बस्छु फ्लिट कनेक्ट त हान्नु पऱ्यो सो आज त्यस्तो इन्ट्रेस्टिङ हुनु चाहिँ केही भएन जहाँ म बेस मुर्गेतिर यसो डुल्ने मम्मीलाई त्यही सपिङ गर्न छोडिदिन्छ नि म चाहिँ एक राउन्ड हान्छु सो लेट्स बिगन बिउसी हेरौँला ल है बिहा खै त दुलाल देखिन्न है मेरा बा यो कपडा नि कति होला यहाँ फेरि अर्को बसेर देखिनु भएन टेन्सन छ यस्तो कपडा किन्ने हो कि पसल चाहिँ किन्न हिँडेको कि त्यो कुरै बुझिन्न मम्मीको त यसो चट्ट म एक्लै डुल्छु कति मम्मीहरूलाई डुलाउनु अब म एक्लै डुल्छु यिनीहरूले मुर्गा चोक आइसकेका छौ तर मुर्गा चोकमा हजुरहरूले देख्न सक्नुहुन्छ मुर्गा फेन्सीको भिडभाड कस्तो रमाइलो छ मुर्गा फेन्सी चलपल छुट्टै छ रमेश दाइको यहाँ त्यही अरू फेन्सी हेर्ने यता अरू फेन्सी हेर्नु सँग मुर्गा फेन्सी त बाहिरै टेन्ट लगाइदिरहेको छ रमेश दाइले त यो के स्वाग भनेको त यो हो नि बिजनेस यो त चट्टै ल सबजना मुर्गा फेन्सी भिजिट आनौँ है जसलाई कपडा चाहियो सबजना मुर्गा फेन्सी आउनुहोस् अनि मेरो नाम लेखा फेरि स्पेसल डिस्काउन्ट हुन्छ म रितेश दाइले पठाएर आएको भन्नुहोस् हजुर झन् स्पेसल डिस्काउन्ट पाउनुहुन्छ मेरो नाम लेख्नु भने हन रमेश दाई हेर्नुहोस् रमेश दाइले टक्क कमेन्ट हान्नुहुन्छ र ठिक छ अर्को डिस्काउन्ट त चाहियो नि त रमेश दाइले पठाइदियो रितेश भाइले पठाएको मलाई भनेपछि अनि रमेश दाइलाई भनेपछि किन डिस्काउन्ट नपाउने पाइहालिन्छ नि त जियोसले मुर्गा चौकी यता सब शान्त भएको छ यार किन अब त्यही उस भएर होला नि आन्दोलन पछि चाहिँ यतातिर कोही पुलिसहरू लगभग त्यस्तो पुलिस भनेर छैन पुलिस चाहिँ देखेको छैन सब सुनसान सब सुकेका छन् पुलिसहरू केही छैन म चाहिँ अब एकैछिन अब मम्मीलाई कुर्छु गाह्रो छ जिन्दगीमा घरि खाना भन्दै सो त्यही एउटा भन सुनसान छ मुर्गा जियोस् त्यतातिर अलि भिड छ यतातिर सुनसान छ अब मम्मीहरू यता यहाँ जानु छ यो श्री शिवम फेन्सी स्टोर ए साडी लिन जानु छ सोलो मम्मीहरूलाई कुरा भन आज भ्लग कतै डुल्न जान चाहिँ पाइएन भ्लग सानो भएको छ तर केही छैन म आज बिहानै छिटो उठेको थिएँ होइन केही छैन च्यानल नयाँ भने लाइक गर्नुहोस् कमेन्ट गर्नुहोस् सेयर गर्नुहोस् सब्सक्राइब गर्नुहोस् जहाँसम्म अब कोही गइनलाई भ्लगै हान्न पर्छ छ केही छैन एकैछिन केही भएछ म देखाइहाल्छु केटा यार 6:30 भइसक्यो मम्मीहरूको सपिङ अझै भइएको छैन यार बाहिर अँध्यारो भइसक्यो पीडित सो गाइज हामी चाहिँ फाइनल्ली घर आइसक्यो आफ्टर घन्टौको सपिङ पछि सो आज भ्लगलाई त्यस्तो इन्ट्रेस्टिङ बवाल भनेर केही चाहिँ भएन सो च्यानल नयाँ भने लाइक गर्नुहोस् कमेन्ट गर्नुहोस् सेयर गर्नुहोस् सब्सक्राइब गर्नुहोस् यति जाको त भन्नै परेन हजुरहरूलाई अनि एउटा कुरो कोही च्यानल नयाँ भने लाइक गर्नुहोस् कमेन्ट त्यो त भइहाल्यो न है के गर्नु पऱ्यो भन्दा चाहिँ यो भिडियोमा कति टार्गेट राखौँ एउटा अरू डेली ब्लग भन्दा यो भिडियोमा राम्रो रिच गयो भने चाहिँ लिभिङ 24 आवर इन दिस कार 24 आवर चाहिँ म एक्लै हुन्छ कि कोसिस त हुन्छ 2 कि 3 जना भएर यो गाडीमा 24 आवर बस्ने खाने सब यही गाडीमा हुन्छ सो भिडियोमा राम्रो लाइक एम आउनु पऱ्यो न लाइक एम चाहिँ म राख्दैन केही पनि मेरो मन खुसी हुन पऱ्यो ल लाइक एम ल कति भन्दा 50 लाइक 1K भ्यू आयो भने चाहिँ लिभिङ 24 आवर इन दिस कार च्यालेन्ज हुन्छ ढुक्क सो थ्याङ्क्स फर वाचिङ टिल नाउ सो बोय रितेश पाण्डे विल बी ब्याक विथ द न्यू डे न्यू ब्लग भन्दै बाई बाई सी यू सुन